मलाई आउने एकदमै कमन क्वेसनहरू मध्येको एउटा क्वेसन भनेको मेरो फाइनेन्सियल अवस्थाले गर्दाखेरि म बाहिर गएर पढ्न सक्दिनँ, मेरो फ्यामिलीले एफोर्ड गर्न सक्दैन, अरू के अप्सनहरू होला त दाइ भनेर मलाई धेरै आइरहेको हुन्छ यो क्वेसन चाहिँ होइन। र आजको भिडियोमा हामी यही क्वेसनको बारेमा कुरा गर्नेछौँ। बाहिर गएर तपाईँले नेपालबाट ठुलो फाइनेन्सियल बर्डन नलिकन अथवा भनौँ ट्युसन फी पनि नतिरिकन कसरी पढ्ने, खाना बस्न खर्च पनि पाउने गरी कसरी पढ्ने, के अप्सनहरू छ त भनेर आजको यो भिडियोमा म कुरा गर्नेछु। र आजको भिडियोमा म 3वटा फरक तरिकाहरूको कुरा गर्नेछु जस अन्तर्गत चाहिँ तपाईँले बाहिर गएर कुनै पनि ट्युसन फी नतिरिकन पढ्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईँको फ्यामिलीमा कुनै पनि फाइनेन्सियल बर्डन हुँदैन। र ढिला नगरिकन आजको भिडियोतर्फ हामी लागिहालौँ। र यो 3वटा उपायहरू मध्येको सबैभन्दा पहिलो भनेको स्कलरसिप। र मैले धेरै भिडियोहरूमा भन्दै आइरहेको छु कि तपाईँ बाहिर जानुभन्दा अगाडि एकचोटि आफ्नो सेल्फ रिसर्च गर्नु, यसले गर्दाखेरि पनि तपाईँले विभिन्न देशको स्कलरसिपहरूको बारेमा जानकारी पाउनुहुनेछ। तपाईँ कुनै युनिभर्सिटी अप्लाई गर्दै हुनुहुन्छ भने त्यो युनिभर्सिटीको वेबसाइटमा गएर चेक गर्नु त्यहाँ स्कलरसिपहरू के अभाइलेबल छ भनेर। र विशेष गरी स्कलरसिपले तपाईँहरूको 4वटा फ्याक्टरमा भर पर्छ। पहिलो भनेको तपाईँको एकाडेमिक ब्याकग्राउन्ड, तपाईँको स्कोर कति छ, जिपिए कति छ। दोस्रो भनेको एसओपी जुन तपाईँले मोटिभेसनल लेटर देख्नुहुन्छ त्यो कस्तो छ। तेस्रो भनेको तपाईँको स्ट्यान्डर्डाइज टेस्टको स्कोर, जस्तो अब युनिभर्सिटीले तपाईँको जिम्याटको स्कोर, जिआरईको स्कोर अथवा एसएटीको स्कोर मागे हुन्छ, यसको आधारमा पनि स्कलरसिपको इभ्यालुएसन गरिन्छ। र चौथो भनेको तपाईँको ओभरअल सिभी, तपाईँको सिभीमा एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू कतिको छ, तपाईँको वर्क एक्सपिरियन्स के कस्तो छ, तपाईँले पढ्न खोज्नु भएको सब्जेक्ट तपाईँको लागि साँच्चीकै जेन्युनली तपाईँ इन्ट्रेस्टेड हो कि होइन त्यो सब्जेक्टमा, यी लगायतका कुराहरू तपाईँको सिभीमा खोजिन्छ। र अब धेरैले सोध्नुहुन्छ मलाई होइन मेरो यति पर्सेन्ट छ, मैले स्कलरसिप पाउने सम्भावना कति छ, मेरो जिम्याटमा यति आयो, म स्कलरसिप पाउने सम्भावना कति छ भनेर सोध्नुहुन्छ। र यो कुरा चाहिँ मैले आन्सर गर्न सक्दिनँ। र इभन युनिभर्सिटीले पनि तपाईँलाई त्यो 80% चान्स पाउने भनेर भन्न सक्दैन, किनभने स्कलरसिपको लागि अप्लाई गर्ने हरेक वर्ष सयौँ हजारौँ मान्छे हुन्छन् होइन। अब कुन युनिभर्सिटी अप्लाई गर्दै हुनुहुन्छ, कुन कोर्स अप्लाई गर्दै हुनुहुन्छ, त्यो कोर्समा अरू कतिजनाले स्कलरसिप अप्लाई गरेको छ, यी विभिन्न फ्याक्टरले डिटरमाइन गर्छ तपाईँले स्कलरसिप पाउने कि नपाउने भन्ने कुरामा। तर मैले अघि जुन यो 4वटा कुराहरू मेन्सन गरेँ यो कुराहरू स्ट्रङ छ तपाईँको भने स्कलरसिप पाउने प्रोबेबिलिटी नै एकदमै हाई हुन्छ। तपाईँले स्कलरसिपमा जस्तो अब एसओपीको पार्टमा एउटा पार्ट चाहिँ तपाईँले स्कलरसिप वाइ यु डिजर्भ स्कलरसिप भनेर सोधिएको हुन्छ कतिपय युनिभर्सिटीहरूमा होइन। अब त्यहाँ तपाईँले राम्रोसँग गर्नु पऱ्यो, लेख्नु पऱ्यो, मेन्सन गर्नु पऱ्यो होइन, किन चाहिँ तपाईँलाई स्कलरसिप दिने भनेर। र यहाँ एउटा मेरो टिप्स चाहिँ के हो भने यदि तपाईँको निड बेस स्कलरसिप होइन भने तपाईँले आफ्नो फाइनेन्सियल कन्डिसन मेरो गाह्रो छ, मेरो फ्यामिलीले मलाई एफोर्ड गर्न सक्दैन भन्ने यस्ता खालका कुरालाई बढी फोकस गर्नुभन्दा पनि तपाईँले अहिलेसम्म के गर्नुभयो र त्यो स्कलरसिप पाएर तपाईँले पढ्नुभयो भने आफ्नो सोसाइटीको लागि के गर्न सक्नुहुन्छ यी कुराहरू चाहिँ मेन्सन गर्नु होला। र अहिले मैले जुन जिम्याट जिआरईको स्कोरहरू कुरा गरेँ यो चाहिँ क्यानाडा र युएसमा चाहिँ एकदमै कमन छ युनिभर्सिटीहरूले माग्ने भने। युरोपमा चाहिँ स्कलरसिपको लागि छुट्टै अब यो टेस्ट स्कोरहरू चाहिने, जिम्याट जिआरई चाहिने, त्यो चाहिँ खासै हुँदैन। तर के चाहिँ हुनसक्छ भने इन्टरभ्यूको लागि तपाईँलाई छुट्टै एउटा भिडियो इन्टरभ्यू लिन पनि सक्छ र त्यो पनि युनिभर्सिटी हेरी के कस्तो हुन्छ त्यो युनिभर्सिटीको स्ट्रक्चर अनुसार नै फरक पर्छ। र अब हामी सरसर्ती कुन देशमा स्कलरसिपहरू के कस्तो छ एकचोटि कुरा गरौँ होइन। अब सबै देशको सबै स्कलरसिप कभर गरेर त साध्य लाग्दैन, तर प्रायः नेपाली स्टुडेन्टहरू गइरहनु भएको मैले देखेको, मैले कुरा गरेको आधारमा म तपाईँहरूलाई केही देशहरू र त्यहाँ पाइने स्कलरसिपको बारेमा एउटा ब्रिफ जानकारी दिन्छु। र सबैभन्दा पहिला एकदमै धेरै नेपाली जाने पढ्न स्कलरसिपमा भनेको मैले देखेको चाहिँ युएसमा हो। र युएसमा चाहिँ दुवै ब्याचलर र मास्टर्समा स्कलरसिपहरू पाइन्छ। ब्याचलरमा कम्पेरिटिभली अलिकति कम हुन्छ मास्टर्समा भन्दा स्कलरसिपहरू, तर हुन चाहिँ ब्याचलरमा पनि हुन्छ। र युएसमा चाहिँ प्रायः जस्तो युनिभर्सिटीहरूमा स्कलरसिपको लागि चाहिँ तपाईँलाई स्ट्यान्डर्डाइज टेस्टको स्कोर चाहिन्छ जुन मैले अगाडि भने जिम्याट, जिआरई र एसएटी। र यो स्कोरको आधारमा चाहिँ तपाईँले फुल ट्युसन वेबसम्म पाउनुहुन्छ युएसमा। जस्तो मैले 2016मा अप्लाई गर्दाखेरि मैले विभिन्न युनिभर्सिटीहरूमा अप्लाई गरेको थिएँ र मैले त्यो बेलामा फुल ट्युसन वेब चाहिँ पाइनँ। एउटा युनिभर्सिटीबाट चाहिँ मलाई 50% स्कलरसिप दिएको थियो मेरो जिम्याट स्कोर र सबै प्रोफाइलको आधारमा। त्यसै गरी अरू विभिन्न युनिभर्सिटीहरूको प्रोग्रामहरू हुन्छन्, एमबिएको मात्र होइन साइन्स स्ट्रिमको लागि पनि धेरै स्कलरसिपहरू हुन्छ, अझ धेरै हुन्छ। त्यसरी मेन कुरा भनेको तपाईँले अप्लाई गर्न खोज्नु भएको युनिभर्सिटीको वेबसाइटमा गएर चाहिँ चेक गर्नुहोस् स्कलरसिपहरू के छ र त्यसको क्राइटेरिया के छ भनेर। युएसमा चाहिँ एकदमै धेरै छ स्कलरसिपहरू। तर अब अहिले यो ट्रम्प आएपछिको अवस्थामा केही घटबड भएको हुनसक्छ, त्यो अपडेटेड जानकारी चाहिँ तपाईँले एकचोटि वेबसाइटमा पनि चेक गर्नु होला आफूले अप्लाई गर्ने युनिभर्सिटीको। र युएसमा चाहिँ विशेष गरी यो स्कलरसिपहरू चाहिँ एउटा टिचिङ एसिस्टेन्ट अथवा रिसर्च एसिस्टेन्टको पार्ट भएर पनि आउँछ, जुन बारेमा म अहिले एकछिनमा कुरा गर्नेछु। त्यसै गरी अर्को नर्थ अमेरिकन कन्ट्री जुन भनेको क्यानाडा, त्यहाँ पनि एकदमै धेरै स्कलरसिपहरू छ। विशेष गरी मास्टर्समा तपाईँको स्कलरसिपहरू टन्नै छ क्यानाडामा। र मैले क्यानाडामा भएका साथीहरूसँग कुरा गर्दा, त्यहाँ बसिरहनु भएका धेरैजनासँग कुरा गर्दाखेरि चाहिँ युजली क्यानाडामा फुल स्कलरसिप पाउन चाहिँ अलिकति गाह्रो हुन्छ। जस्तो अब 3000, 7000, 5000 होइन यस्ता क्यानाडियन डलर स्कलरसिपहरू चाहिँ एकदमै धेरै हुन्छ। र त्यसको लागि तपाईँ जहिले पनि युनिभर्सिटीमा सोध्नु। र एकजना साथीले त केसम्म भन्नुभएको थियो भने युनिभर्सिटीको वेबसाइटमा स्कलरसिप देखिएन भने पनि युनिभर्सिटीलाई मेल गरेर तिमीहरूको लागि कुनै यस्तो बजेटहरू छ स्कलरसिपको लागि भनेर सोद्धाखेरि पनि कहिलेकाहीँ स्कलरसिप पाइन्छ। तपाईँको फर्स्ट इयरमा नपाए पनि सेकेन्ड इयरमा पाउने सम्भावना हुन्छ।
भनेर उहाँले भन्नुभएको थियो। त्यसैले यस्ता कुराहरूमा आफू एकदमै प्रोएक्टिभ हुनुपर्छ। कसैले ल्याएर तपाईँलाई सुन्पिँदैन होइन, आफूले अलिकति रिसर्च गरेर खोज्नुपर्ने हुन्छ। र अब युरोपको स्कलरसिपको बारेमा कुरा गरौँ होइन। मैले धेरैवटा भिडियोहरू बनाएको छु युरोपको स्कलरसिपहरूको बारेमा, र त्यसलाई म एउटा समरीमा यहाँ प्रेजेन्ट गर्छु होइन। युरोपमा पनि धेरैवटा देशहरूले स्कलरसिपहरू प्रोभाइड गरिरहेको हुन्छ। र एउटा राम्रो पक्ष के छ युरोपमा भने तपाईँलाई जिम्याट, जिआरई, स्याटको स्कोरहरू चाहिँ खासै खोजिएको हुँदैन स्कलरसिपको लागि। र यहाँको स्कलरसिपहरू चाहिँ विशेष गरी तपाईँको एकाडेमिक ब्याकग्राउन्ड कस्तो छ, एकाडेमिक पर्फर्मेन्स कस्तो छ, यदि वर्क एक्सपिरियन्स छ भने त्यो रिलेभेन्ट फिल्डमा छ कि छैन होइन, यी लगायतका कुराहरूमा आधार मानेर दिइन्छ। र युरोपमा पनि युएसमा जस्तै अन्डर ग्रेडमा चाहिँ स्कलरसिपहरू एकदमै कम छ। युएसमा भन्दा पनि युरोपमा चाहिँ ब्याचलर पढ्न जानको लागि चाहिँ स्कलरसिपहरू एकदमै कम छ। तर पनि स्टिल तपाईँ कुनै युनिभर्सिटीमा अप्लाई गर्दै हुनुहुन्छ भने एटलिस्ट त्यहाँ गएर स्कलरसिप छ कि छैन चाहिँ चेक गर्नु होला, इभन युरोपमा पनि। र युरोपको केही स्कलरसिपहरूको कुरा गर्नु पर्दाखेरि जर्मनीमा छ ड्याड स्कलरसिप भनेर होइन, जस अन्तर्गत तपाईँले गएर त्यहाँनिर ट्युसन फी पनि तिर्न पर्दैन, उल्टो तपाईँलाई खान बस्नको लागि मन्थली खर्च पनि आउँछ। र यो स्कलरसिपको बारेमा मैले पहिल्यै भिडियो पनि बनाइसकेको छु होइन। र जर्मनीमा एउटा फ्री एजुकेसन पनि छ, त्यो बारेमा पनि म अहिले एकछिनमा कुरा गर्नेछु होइन। र त्यसै गरी नर्वेमा पनि विभिन्न स्कलरसिपहरू छ, जस्तो नोराडको स्कलरसिप छ। र योभन्दा अगाडिको हप्ता मैले बिआई नर्वेजियन बिजनेस स्कुलको बारेमा स्कलरसिपको बारेमा भिडियो बनाएँ, जहाँ चाहिँ तपाईँले होइन म्यानेजमेन्ट फिल्डभित्रको मास्टर्स गर्नको लागि स्कलरसिप पाउनुहुन्छ, जस अन्तर्गत चाहिँ तपाईँले नर्वेमा आएर ट्युसन फी कुनै पनि तिर्न पर्दैन र मन्थली एक्सपेन्सेस पनि तपाईँलाई दिन्छ कलेजले नै। र यो बारेमा मैले ठ्याक्क अघिल्लो हप्ता मात्र भिडियो बनाएको थिएँ, डिटेल त्यसमा चेक गर्नु होला। र त्यसै गरी अर्को युरोपियन युनियनले प्रोभाइड गर्ने इरास्मस मुन्डुस स्कलरसिप एकदमै फेमस स्कलरसिप हो युरोपको होइन, जहाँ चाहिँ नन युरोपियन कन्ट्रीबाट मात्र भन्दा पनि इभन विदिन यु पनि धेरै स्टुडेन्टहरूले यो स्कलरसिप अन्तर्गत पढ्छन्। र यो स्कलरसिपको एउटा फाइदा भनेको तपाईँको ट्युसन फी पुरै वेभ गरिदिन्छ, तपाईँलाई खाना बस्न खर्च दिन्छ होइन। त्यसपछि अर्को पाटो भनेको तपाईँले एक्सचेन्जमा पढ्न पाउनुहुन्छ, जस्तो विभिन्न देशहरूमा गएर पढ्न पाउनुहुन्छ, एउटा सेमिस्टर एउटा देश, अर्को सेमिस्टर अर्को देश होइन। र यो इरास्मस मुन्डुसको पनि मैले धेरैवटा भिडियोहरू बनाएको छु, पहिला हेर्नु होला डिटेलमा, त्यसमा छ इन्फर्मेसनहरू। र अर्को कुरा एउटा युरोपको पब्लिक युनिभर्सिटीहरूले पनि धेरै स्कलरसिपहरू अफर गरिरहेको हुन्छ। र नेपालको कन्स्टिट्युन्सीले चाहिँ के भनेर विद्यार्थीलाई काउन्सिलिङ गरिदिँदो रहेछन् भन्दाखेरि सरकारी कलेज नजानुस्, काम छैन सरकारी कलेज युरोपमा भनेर लगाइदिँदो रहेछन्। तर त्यो होइन, युरोपमा चाहिँ तपाईँको प्राइभेट पब्लिक भनेर त्यस्तो एजुकेसन क्वालिटी फरक हुँदैन। अझ भन्ने हो भने कतिपय अवस्थामा त पब्लिक युनिभर्सिटीमा राम्रो मानिन्छ पढ्नको लागि। त्यसैले नेपालको कन्स्टिट्युन्सीको कुरा नसुन्नु, जसले चाहिँ तपाईँलाई सरकारी कलेज पढेर काम छैन भनेर भन्छन्। पब्लिक युनिभर्सिटीहरूमा पनि हेर्नु होला, स्कलरसिपको अपर्च्युनिटी छ भने पब्लिक युनिभर्सिटीमा पनि आउँदा केही पनि फरक पर्दैन। र युएस, क्यानाडा, युरोप पछि अब कोरियाको स्कलरसिपको बारेमा कुरा गरौँ। कोरियाको एकदमै पपुलर स्कलरसिप भनेको कोरियन गभर्मेन्ट स्कलरसिप हो। र यस स्कलरसिप अन्तर्गत चाहिँ तपाईँले कोरियामा गएर विभिन्न विषयहरूमा मास्टर्स गर्न पाउनुहुन्छ। र तपाईँलाई चाहिँ यहाँ पनि ट्युसन फी वेभ गरिदिन्छ र मन्थली खर्चहरू पनि दिन्छ। र ब्याचलरको लागि पनि यो स्कलरसिप छ, तर ब्याचलरको लागि चाहिँ एकदमै लिमिटेड सिटहरू भएको भएर कम्पिटिसन चाहिँ एकदमै हाई हुन्छ। तर ब्याचलरको लागि पनि तपाईँले स्कलरसिपहरू पाउन सक्नुहुन्छ कोरियामा। र त्यसै गरी कोरियाको बारेमा पनि मैले डिटेल भिडियोहरू बनाएको छु, त्यो भिडियोमा हेर्नु हो भने डिटेल सबै थाहा पाउनुहुन्छ। यो कोरियन गभर्मेन्ट स्कलरसिप अन्तर्गतै कोरिया गएर पढ्नु भएको दिव्या भट्टजीसँगको भिडियो हेर्नु, तपाईँले धेरै कुरा थाहा पाउनुहुन्छ यो स्कलरसिपको बारेमा। र अब दोस्रो उपाय जस अन्तर्गत चाहिँ तपाईँले बाहिर गएर फ्रीमा पढ्न पाउनुहुन्छ, त्यो भनेको रिसर्च अथवा टिचिङ एसिस्टेन्टसिप। जुन मैले अगाडि स्कलरसिपको कुरा गर्दाखेरि युएसको बारेमा कुरा गर्दाखेरि भनेको थिएँ कि युएसमा चाहिँ स्कलरसिप, रिसर्च र टिचिङ एसिस्टेन्टसँगै आउँछ भनेर। र यो के हुन्छ भने जस्तो विशेष गरी यो चाहिँ मास्टर्समा हुन्छ, तपाईँ युएसमा मास्टर्स गर्न जाँदै हुनुहुन्छ भने युएसमा चाहिँ प्रोफेसरहरूसँग प्रोजेक्टहरू हुन्छ होइन, अथवा तपाईँलाई प्रोफेसरलाई चाहिँ एउटा हेल्पिङ ह्यान्ड जस्तो चाहिएको हुन्छ। त्यो अवस्थामा चाहिँ उनीहरूले तपाईँलाई कि त रिसर्च एसिस्टेन्ट कि त टिचिङ एसिस्टेन्ट भनेर रिक्रुट गर्छन्। र त्यो भइसकेपछि तपाईँको ट्युसन फी पनि वेभ हुन्छ, र त्यो रिसर्च एसिस्टेन्ट र टिचिङ एसिस्टेन्टसिप भएर काम गरे बापत तपाईँलाई खर्च पनि आउँछ। र यो पनि एकदमै कमन हो युएसमा। र यसमा चाहिँ विशेष गरी तपाईँको मैले देखेअनुसार चाहिँ साइन्सको फिल्डमा चाहिँ एकदमै धेरै छ, म्यानेजमेन्ट फिल्डमा चाहिँ एकदमै कम छ यो रिसर्च र टिचिङ एसिस्टेन्टसिप पाउने सम्भावनाहरू। र यो पनि धेरै नेपालीहरूले युज गर्ने एउटा अप्सन हो युएसमा गएर पढ्नको लागि। र यसको लागि तपाईँको एकाडेमिक एकदमै राम्रो हुनुपर्छ र जिम्याट अथवा जिआरईको स्कोर पनि चाहिने सक्ने हुन्छ, प्राय केसमा चाहिन्छ नै। र यसमा चाहिँ तपाईँले मेन भनेको प्रोफेसरहरूलाई अप्रोच गर्नुभयो भने त्यहाँबाट पनि धेरै जानकारीहरू पाइन्छ युएसमा। र प्रोफेसरको एसिस्टेन्ट भएर काम गर्नु अब एउटा पाटो भनेको तपाईँको स्कलरसिप भयो होइन, तपाईँलाई लिभिङ एक्सपेन्सेस खर्च दिने भयो, आउने भयो होइन। अर्को पाटो भनेको यसले तपाईँलाई पिएचडीको लागि पनि एकदमै राम्रो फाउन्डेसन बनाउँछ। जब तपाईँले प्रोफेसरसँग बसेर काम गर्न पाउनुहुन्छ त्यसले चाहिँ तपाईँलाई पिएचडी पाउनको लागि पनि हेल्प गर्छ। र क्यानाडामा पनि यस्ता खालका तपाईँले टिचिङ रिसर्च एसिस्टेन्टसिपहरू पाउन सक्नुहुन्छ। र त्यहाँ पनि प्रोसेस लगभग उस्तै छ होइन, तपाईँले त्यहाँ गएर पढाउनु पर्ने हुन्छ अथवा प्रोफेसरको रिसर्चको काम गर्नुपर्ने हुन्छ, र त्यो बापत चाहिँ तपाईँले ट्युसन फी वेभ गरिदिन्छ र तपाईँलाई सर्टेन पैसाहरू पनि आउँछ काम गरे बापत। र यो पनि अप्सन हो क्यानाडामा। र अब अर्को तेस्रो अप्सनमा हामी फ्री एजुकेसन भएको देशहरूको बारेमा कुरा गरौँ। र यो फ्री एजुकेसन कन्ट्रीको बारेमा कुरा गर्नुभन्दा अगाडि मलाई तपाईँहरूको अलिकति एउटा सहयोग चाहिएको छ।
हामी छिट्टै नै यो च्यानलमा चाहिँ 1 लाख सब्सक्राइबर पुग्दैछौँ र त्यो चाहिँ मलाई चाहिँ कहिले पुगिएला भन्ने यस्तो भइरहेछ। त्यसैले तपाईँ यो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्सक्राइब गरेर मलाई त्यति सहयोग गरिदिनु होला र मेरो तर्फबाट मैले जानकारी दिने इन्फर्मेटिभ भिडियोहरू त सधैँ बनाइ नै रहेको छु र बनाइ नै रहनेछु, त्यो तपाईँले पाउनुहुनेछ। र अब अर्को तेस्रो अप्सनमा हामी फ्री एजुकेसन भएको देशहरूको बारेमा कुरा गरौँ। पहिलो भनेको जर्मनी र युरोपमा तपाईँ क्वालिटी एजुकेसन खोजिरहनु भएको छ भने सायद जर्मनी एकदमै तपाईँको माथि नै आउँछ क्वालिटी एजुकेसनमा। र जर्मनीका पब्लिक युनिभर्सिटीहरूमा तपाईँलाई कुनै पनि ट्युसन फी लाग्दैन। सेमेस्टर फी तिर्न पर्छ तर ट्युसन फी तिर्न पर्दैन। र यहाँ एउटा एक्सेप्सन चाहिँ के छ भने तपाईँको जर्मनीको एउटा स्टेट छ बाडेन वार्टमबर्ग भन्ने, त्यहाँ चाहिँ तपाईँले ट्युसन फी तिर्न पर्छ। त्यो अराउन्ड 1200-1500 युरो पर्न आउँछ तपाईँलाई। र त्योभन्दा बाहेकका स्टेटमा चाहिँ पब्लिक युनिभर्सिटीहरूमा ट्युसन फी लाग्दैन। र जर्मनीको कुरा गर्नु पर्दाखेरि ब्याचलरमा पढ्न आउनको लागि इङ्ग्लिसमा पढाइ हुने सब्जेक्टहरू एकदमै कम छन् पब्लिक युनिभर्सिटीहरूमा। तर त्यसैले गर्दाखेरि तपाईँले जर्मन भाषामा ब्याचलर पढ्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँसँग जर्मन ल्याङ्ग्वेजको प्रोफिसियन्सी पनि चाहिन्छ। र जर्मनीको डिटेल भिडियोहरू पनि मैले पहिला बनाएको छु, त्यो भिडियोहरू पनि हेर्नु होला। र अर्को एउटा जर्मनीको बुझ्नुपर्ने कुरा भनेको तपाईँले ट्युसन फी फ्री भए पनि यो स्कलरसिप होइन। त्यसले गर्दाखेरि तपाईँलाई कुनै लिभिङ एक्सपेन्सेसहरू आउने होइन। त्यसको लागि तपाईँले आफैले ब्लक अकाउन्ट खोलेर त्यो ब्लक अकाउन्टमा चाहिँ 10-12 हजार युरो पठाउनु पर्ने हुन्छ, जुन भनेको 17-18 लाख हुन आउँछ। यो चाहिँ तपाईँले जर्मनीमा पठाउनु पर्ने हुन्छ र जर्मनी आइसकेपछि तपाईँलाई खर्च गर्नको लागि भनेर तपाईँ आफैले त्यो विथड्र गर्न पाउनुहुन्छ। त्यो तपाईँको आफ्नै पैसा हो, कसैलाई तिर्ने होइन। यो कुरा चाहिँ ध्यान दिनु होला। एजुकेसन फ्री भए पनि तपाईँले यो पैसा चाहिँ जम्मा गर्नुपर्ने हुन्छ जर्मनीमा। र यसै फ्री एजुकेसनकै कुरा गर्न पर्दाखेरि अस्ट्रियाको कुरा गरौँ। अस्ट्रियामा तपाईँको फ्री एजुकेसन भनेर सबैलाई फ्री एजुकेसन होइन। अस्ट्रियाको युनिभर्सिटीहरूले पब्लिक युनिभर्सिटीहरूले चाहिँ विशेष गरी लिस्ट डेभलप कन्ट्रिजको स्टुडेन्टहरूलाई चाहिँ ट्युसन फी लाग्दैन भनेर लेखिएको थियो योभन्दा अगाडि। र धेरैजनाले सोध्नु भएको थियो मलाई, दाइ अब त नेपाल त लिस्ट डेभलप कन्ट्रिजबाट डेभलपिङ कन्ट्रिजमा जाँदैछ, के हुन्छ त यो भनेर। र आज मैले त्यो वेबसाइट चेक गर्दाखेरि के देखेँ भने अस्ट्रियामा चाहिँ अब चाहिँ लिस्ट डेभलप कन्ट्रिज साथसाथै डेभलपिङ कन्ट्रिजको लागि भनेर पनि स्कलरसिप यो ट्युसन फी चाहिँ वेभ गरिदिएको रहेछ। र त्यसमा नेपाल छ। र पहिला लिस्ट डेभलप कन्ट्रिज हुँदाखेरि पनि नेपाल त्यो लिस्टमा थियो र अब अहिले डेभलपिङ कन्ट्रिज भएपछि पनि नेपाल त्यो लिस्टमा छ। त्यसैले नेपाली स्टुडेन्टहरूको लागि पब्लिक युनिभर्सिटीहरूमा आजको अवस्थासम्म पनि अस्ट्रियामा चाहिँ ट्युसन फी वेभ गरिदिएको छ। र अर्को एउटा फ्री एजुकेसन नेपालीहरूले पाउने भनेको फिनल्यान्ड हो। अब यहाँ तपाईँहरू झस्किनु होला फिनल्यान्डमा कहाँ फ्री एजुकेसन छ भनेर। फिनल्यान्डमा चाहिँ तपाईँ फिनिस भाषामा पढ्नुहुन्छ भने चाहिँ एजुकेसन फ्री छ। तर यो कुरा चाहिँ जो डिपेन्डेन्टमा फिनल्यान्ड जानुहुन्छ उहाँहरूको लागि रिलेभेन्ट हुन्छ भनेर मैले मेन्सन गरिदिएको हो। तर नेपालबाट चाहिँ फिनिस भाषामा पढ्न जानको लागि सम्भव चाहिँ छैन। जो चाहिँ डिपेन्डेन्टमा फिनल्यान्ड जानुहुन्छ उहाँले चाहिँ फिनिस भाषा पढेर फिनिस भाषामै ब्याचलर अथवा मास्टर्स गर्ने हो भने चाहिँ एजुकेसन फ्री छ। र यो फ्री एजुकेसनकै कुरा गर्दाखेरि धेरैजनाले मलाई सोध्ने क्वेसन भनेको नर्वेको बारेमा हो। र स्टिल कतिपय फेसबुक पेजहरूले चाहिँ नन यु स्टुडेन्टलाई पनि फ्री एजुकेसन दिन्छ नर्वेमा भनेर प्रमोट गरेर हुन्छन् होइन। जोहरूले चाहिँ यो चाहिँ पुरै आउटडेटेड इन्फर्मेसन हो होइन। 2023देखि चाहिँ नर्वेले ट्युसन फी लगाएको छ र नर्वेमा फ्री एजुकेसन छैन अहिले। यो कुरा चाहिँ तपाईँ एकदमै क्लियर हुनुहोस्, त्यो फेसबुकको पेजहरूको आधारमा नबस्नुहोस्। र यदि यो रुल चेन्ज भएर आयो, नर्वेले चाहिँ ट्युसन फी हटायो फेरि भने म त्यो बारेमा भिडियो बनाउने नै छु। तर आजको अवस्थासम्म चाहिँ नर्वेमा चाहिँ तपाईँले ट्युसन फी तिर्न पर्छ। तर अगाडि मैले कुरा गरेँ विभिन्न स्कलरसिपहरू छ नर्वेमा पनि, त्यो स्कलरसिपहरू हेर्नु होला। र आशा छ आजको भिडियोले तपाईँलाई एटलिस्ट केही जानकारी दिएको छ बाहिर गएर कसरी एकदम एफोर्डेबल एजुकेसन लिने भनेर। र मैले भिडियोमा अब सरसर्ती सबै कुराहरू मेन्सन गरेँ होइन। बाँकी रिसर्च तपाईँ आफैले गर्नुपर्ने हुन्छ। सबै डिटेल मैले भिडियोमा भनेर पनि पोसिबल हुँदैन। तपाईँको तर्फबाट पनि रिसर्च गर्नु होला र केही क्वेसनहरू आयो भने मलाई सोध्नु होला। र आशा छ आजको भिडियो तपाईँलाई एकदमै जानकारीमूलक लाग्यो होला। र आगामी हप्ता म नयाँ विषयमा भिडियो लिएर आउनेछु। यतिन्जेल मलाई साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। नमस्ते।